हेलो एभ्रिवान, आज हामी आएका छौँ मानहाइम र मानहाइम दामी छ, दामी धेरै नै दामी रहेछ है। लाइट्सहरू, क्रिसमसको टाइम छ, हामी जाँदैछौँ क्रिसमस मार्केट। एक्लै त जाने कुरा भएन क्रिसमस मार्केट। हाम्रो साथमा हुनुहुन्छ दुईजना नेपाली। ढ्यान टड्यान 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 है। नमस्कार नमस्कार, म चाहिँ मनिष है। म चाहिँ निशान रावल है। ल, हामी तीनजना ठिटाहरू नेपाली वासरटुम भन्ने ठाउँ जाँदैछौँ। ट्याक्कै अगाडि छ है, यहाँ देखेको वासरटुम। त्यो चाहिँ वासरटुम भयो। हामी त्यहाँ वरिपरि चाहिँ क्रिसमस मार्केट छ नि त, अहिले नेपालीहरूको पनि मार्केटहरू छ यहाँ। सुम्बोल है, सुम्बोल के हो ब्रो? दुई कप? दुई कप यार, कप धनी हो। कप धनी हो। 6 युरो। यो चाहिँ मोनहेमर एक्लुबेनले चाहिँ ठिक सुन फ्याटिक बनायो क्या। तिमीले चाहिँ भ्या छैनौ? मलाई त पेल्नै गाह्रो भएर यार। तिमीले कसरी खान सक्यौ? सुरुप सुरुप चिसो भयो यार। अब त सुरुप गर्नु पर्यो। हाम्रो चाहिँ यहाँ एकजना नेपाली दाइले है मानहाइम जस्तो ठाउँमा ढ्याक्क एउटा पसल थापेर बस्नु भएको रहेछ। ट्याक्क नेपाली स्टाइलमा क्रिसमस मार्केटमा एउटा पसल थाप्नु भएको छ। हिमालयन ब्रान्डको ब्यागहरूदेखि लिएर एभ्री कुरा छ। दाइको शुभ नाम चाहिँ के पर्यो? मेरो राजन। सबै नेपालबाट एक्सपोर्ट भएर आउने कुराहरू हो कि? हजुर, इच एन्ड एभ्रिथिङ सब नेपालकै हो। ए, यहाँ दुईजना मिलेर चलाउनु त रहेछ होइन? चलाएको भन्दा पनि यो एक्जिबिसन हो होइन। हजुर, सर्टेन टाइमको लागि हुन्छ, त्यसपछि प्याकअप अनि नेपालै हो। ल दाजु, अब हामी त किन्न सकिँदैन है, भर्खर आएको 3 महिना भयो है। धेरै धेरै धन्यवाद। नेपालको कपडाहरू यसरी नेपाललाई प्रमोसन गरिदिइराख्नु भएको छ है। खुसी लाग्छ जर्मनी आएर आफ्नै सामानहरू यसरी बेच्न पाउँदा होइन। एभ्रिवान है, यतिखेर चाहिँ अब हाम्रो चाहिँ करिब यो मानहाइमको घुमाइ, यो भाइनाकमाको घुमाइ चाहिँ इन्डिङ जस्तो भयो भनौँ है। अब त्यसो झपक्क साँझ परे जस्तो पनि भयो, चारैतिर झिलिमिली मान्छेहरूको रमझम बढी जस्तो भयो। अनि अब चाहिँ अब हाम्रो पनि अब भोलिको काम सोच्नुपर्छ, काममा जानुपर्छ। अब यस्तै भयो, रमाइलो भयो। सेन्टा क्लजदेखि लिएर एभ्री कुराहरू बनेर रमाइलो गरिरहेका थिए। कति कुराहरू आफूले छुट्टै रमाइलो यहाँ आएर एक्ज्याक्ट हेर्नमा छुट्टै नै मजा छ होइन भिडियो भन्दा। सो यति नै भन्दै आई विल एन्ड दिस भिडियो हियर। ओके, बाइ बाइ, सी यू।